सिलगढीबाट बर्जु तालसम्मको यात्रा गर्नेछौँ। नमस्ते, म यो सुनसरी जिल्लाको चिङबुडी गाउँपालिकाको यहाँले देखिराख्नु भएको छ बर्जु तालमा आइपुगेको छु। र यो बर्जु ताल चाहिँ यो वास्तवमा सुनसरी जिल्लाकै एउटा यो गना हो। र यो बर्जु ताल चाहिँ जम्मा 3वटा ताल छ र यो ठुलो छ र यो 152 बिघामा फैलिएको छ। जम्मा 3वटा ताल छ र यहाँलाई मनोरञ्जनको लागि, आफ्नो बालबच्चा घुमाउनको लागि, रमाइलोको लागि आउनुभयो भने तपाईँलाई आनन्द आउँछ र तपाईँलाई केही क्षणमा भित्रको दृश्य पनि हामी देखाउनेछौँ। धन्यवाद। तालमा तपाईँहरूलाई यो चिल्ड्रेन पार्क पनि म देखाउन गइरहेको छु। यो चिल्ड्रेन पार्क छ। यहाँ चाहिँ अब मङ्सिर उसतिर चाहिँ पिकनिक सिजनमा चाहिँ एकदम भिड हुन्छ र यो देखिराख्नु भएको दृश्य यो पिकनिक स्पोट हो। र यहाँले जुन अहिले यो ताल देखिराख्नु भएको चाहिँ यति राम्रो सुन्दर छ। पूर्व भूमि सुधार मन्त्री रामकुमार सुब्बाको पहलमा यो ठाउँलाई त संरक्षण गर्नुपर्छ भनेर उहाँको कार्यकालमा केही बजेटहरू छुट्याएर अहिले यो ताल बर्जु तालको अवस्था चाहिँ यो अवस्थासम्म आइपुग्नु चाहिँ रामकुमार सुब्बाज्यूको चाहिँ ठुलो योगदान छ। यो चाहिँ नेपालको जुन फेवा ताल छ त्यस्तै यो कोशी प्रदेशको चाहिँ एउटा मध्यमा चाहिँ एकदमै ठुलो ताल हो र अहिले पनि यहाँ केही संरक्षण गर्नुपर्ने अवस्थाहरू हामीले देखिरहेको छौँ। यो जलकुम्रीले चाहिँ अलिकति यो ताललाई ढाकिरहेको छ र यो जलकुम्रीलाई चाहिँ अलिक सरसफाइ गरेर यहाँ चाहिँ बोटिङहरूको जेटबोट भन्छ होइन, जेटबोटको व्यवस्था, बोटिङहरूको व्यवस्था गरेर यसलाई संरक्षण गरेर पर्यटकीय क्षेत्र हुने छ भन्ने लाग्छ। र 152 बिघा जग्गा हेर्नुहोस् न, हामी एक राउन्ड पनि यहाँ लाउन सक्दैनौँ। लगभग 4-5 किलोमिटर भन्दा बढी एक राउन्ड लाँदाखेरि त्यो हुनुपर्ने अवस्था चाहिँ यति ठुलो छ र यसलाई चाहिँ अलिकति संरक्षण नपुगेको जस्तो छ। र यसलाई चाहिँ सरकारले पनि सबैले मिलेर यसलाई संरक्षण गरेको खण्डमा चाहिँ बर्जु गाउँपालिकाको पनि विकास हुन्छ र यो तालले चाहिँ कोशी प्रदेशको पनि नाम एउटा उच्च राख्छ जस्तो मलाई लाग्छ। धन्यवाद।